हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल दिस टु बाई पन्थे ब्लग्स सो एन्ड दर भिडियो हजुरहरू चट्ट पारामा सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु टक्क होइन म चाहिँ दिदीको घरतिर गएको थिएँ अनि चट्ट अनि म चाहिँ अहिले आफ्नो घरतिर आएको छु अनि ब्लग चाहिँ ढिलो भन्न हालेको त्यसमा माफ गर्न चाहन्छु टक्क सपोर्ट गर्दै गर्नु होला नयाँ च्यानल सब्सक्राइब गर्नु होला सुन्न चाहन्छु टक्क कपाल चाहिँ ठुल्ठुलो भइरहेको छ तर यसलाई चाहिँ व्यवस्था म गर्दिनँ होइन घाम चाहिँ ओभर लागिरहेको छ घामहरू चाहिँ चट्ट होइन यस्तो वेल छ घाम चाहिँ गाई घाम देख्न सक्नुहुन्छ गाडी आइरह तर गाडी आएर नि हामीलाई बाल भएन गाई चाहिँ गाडी आएर नि मलाई बाल भएन गाडी आएर नि हामीलाई त बालै भएन नि त केही हुँदैन एभ्रीवन गाइज दिस इज द नेक्स्ट डे टक्क म चाहिँ अहिले कहाँ छु भन्दाखेरि चाहिँ टक्क म चाहिँ यता बाख्राको घाटतिर छु भन्न नमिल्ने यस्तै हो अब जिन्दगी त्यहाँ नि यस्तै छ अब एक हप्ता जति घुमियो अब एक महिना जति यस्तै काम यस्तै हान्नुपर्छ चट्ट बाख्रा हेरेर देख्न सक्नुहुन्छ अनि चट्ट म यता छु सो होइन अनि चट्ट म चाहिँ यस्तो गरिमा यस्तो किन लगायो भन्दाखेरि चाहिँ हल्का कालो छु नि त कालो पछि फेरि झन् अहिले कालो हुन्छु त्यही भएर हल्का चमकदार हुनु पऱ्यो भनेर के टक्क त्यही भएर होइन गाइज चट्ट त्यही नै हो अनि अहिले चाहिँ सरहरूको चाहिँ आन्दोलन चट्ट भइरहेको मस्तमा रह नहीं जाता तड़प ही ऐसी है ना सरको आन्दोलन भएपछि अनि यो भाइहरू चाहिँ लास्ट बिग्रिखान गाइजी यिनीहरूलाई मोज हो अहिले सरकारीको चाहिँ अहिले आन्दोलन भएको कारणले गर्दा यिनीहरूलाई मोज भएको गाइज मोज साला मोजहरू पेन्टी टाउका हालेर हिँड्छन् पागल भयो नि खत्म बाय बाय टाटा गुड बाय यिनीहरूलाई रिल्याक्स भयो यार यिनीहरूलाई चाहिँ गाइज रिल्याक्स भयो किन भन्दाखेरि चाहिँ यिनीहरूको चट्ट अनि त्यो सरहरूको आन्दोलन छ नि त साडी लाएर छमक छमक नाच्ने सरहरू साडी लाएर नाच्छन् यार के भएका अचेलका सरहरू त्यहाँ माटोहरू मुर्छाबाट हाँस्यो नि गाइज क्यार्नी गोरो भएपछि यस्तै हो लाउनु पर्छ ज्याकेट बडी गोबर गोरो हेर्दैन क्यारी जिन्दगी यसै जाने हो यार बुढी बाख्रीको पछि लाउँदै जाने हो जिन्दगी कता अनि गाइजहरू के छ त नि तिमीहरू स्टिक नभन के स्टिक हो र यिनीहरूले गाइज के स्टिक भने यिनीहरूलाई खुवाइदिनु पऱ्यो ल्याएर अनि सुन न तिमीहरूलाई चाहिँ सरहरूले यस्तो गर्दा केही भन्नु भयो सुझाव दिनु भयो स्कुल चाँडो गरिदियो हुन्थ्यो जस्तो लाग्यो त्यस्तो होइन सरहरू तर आएको छ नि त साडी लाएर किन नाच्यो यार गाई है चट्ट अनि म चाहिँ खोलातिर छु अहिले खोला भन्दा नि बाख्रामा आएको बाख्रा हेर्ने हो अरू के भन्ने होइन बाख्रा हेर्ने चट्ट अब औसलीमा तोपे भने कसले तोपे भने हो गाई चाहिँ ला चाहिँ बेलुका भाइरल हान्नुपर्छ त्यही हो उता हाल्न तोपे मलाई चाहिँ होइन गाई चाहिँ उतेला जस्तो ला चट्ट त औषधि खाइरहेको गाई मस्त पारामा नयाँ के हो यस्तो यो केटाहरू त खरै खत्तम हो नि यहाँ सिमेन्ट चोरी हान्छन् गाई फटाहरू फटाहरू गाइजहरू न यहाँ काप टक्क यो औषधी भाइ चाहिँ मिठो पाकिरहेको खानुपर्छ मेरो घर त लमजुङ नानीको कहाँ पर्यो मिठो हो लगाइ चट्ट हामी लाइक चाहिँ अब हामी टक्क खान्छौँ यसलाई अब टक्क व्यवस्था गर्नुपर्छ आदि जति अनि अहिले भेटौँला है त अहिले फेरि हजुरको मुख रिसायो भने रसायो भने फेरि मैले दिने ठाउँ छैन नि त मिलाएर बुझ्नु गाइज है टक्क है मिलाएर माइन नगर्ने फेरि देखायो भने नभनेर ल चट्ट औषधी खाएर नि चट्ट अब पौडी खेल्न जाऊँ भनेर आएकै बौलाहरू खने यता सब बौलाहरू नि त मैले चाहिँ अब होइन हानिदिइसकेको कति हान्ने र नि मेरो घर त गोर्खा बौलाहरू बोका गाइजहरू बौलाहरू के बोल्छन् छाडा बोल्छन् छाडा पायस भएको यार मलाई त हिँड्न नि गाह्रो भयो पायस भएको गाई
रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं नहीं मोनेटाइजेसन अन गराउनु पर्यो पौडी खेल्न नि पाइल भने भाइ तेरो चाया घिनाले हएर चाग्न थाइटमा कसम यस्तो नहुनु मसले भुलक्क अहिले सेरमा भन्नु सेरमा के कानमा भन्नु अहिले त जानु गनाइसक्यो र यो यिनीहरू चाहिँ राष्ट्रिय बोकाहरू हुन् गाई यिनीहरूले टक्क भाइरल गराउनुपर्छ है यो मेन गरी चाहिँ हेऱ्यो बोका हुनसक्छ यो चाहिँ अहिले छैन सोझो छ मान्छे अबको यासी दिने बोले दाम अनि म हामी चट होइन मायाकुरी टक्क बाख्रा टक्क यिनीहरू अगाइसक्यो पेट भोट टक्क भइसक्यो चट्ट हामी नुहाइयो धोइयो के गरियो चट्ट पारामा घर लागेको छु म होइन अनि हो चट्ट अनि चट्टे बाहिर त छ बाबु के छ हाल तेरो ठिक छ नि अनि बाबु हिँड्न चाँडो यिनीहरू कान्छाहरूलाई टक्क यिनीहरूलाई अब हुल्नु पऱ्यो अनि हुलेपछि कतातिर हुन्छ यसो भेट्नु पऱ्यो अनि चट्ट कतै नजानु होला सो होइन माया गराउनु होला त्यही नै हो गाइजहरू चढो पारामा गाइजहरू न हात त नयाँ दिनु तर म नयाँ दिनु हल्का हल्का भइरहेको ब्लग चाहिँ त्यही नै हो त्यति भन्न चाहन्छु आजको ब्लगमा त्यति व्यवस्था गर्न चाहन्छु के कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला बाई बाई गाइज